होइन जस्तो कस्तो समस्या भयो भने हामी कहाँ चाहिँ जस्तो सबभन्दा बढी हामी कहाँ चाहिँ बिरामीहरू चाहिँ किनभने हाम्रो जमिनहरू भिरालो छ नि त कर्णाली आफैमा के छ भने भिरालो ठाउँ छ अब सडकहरूको पनि स्तर उन्नति यहाँको जस्तो छैन हामीले धेरै काम गर्नुपर्ने छ अहिले पनि कालोपत्री गर्नका लागि हामी लडिरहेका छौँ अब त्यहाँ अब सडक सुरक्षा त राम्रो हुने कुरा भएन तर त्यसमा ट्रमा सेन्टरको आवश्यकता ज्यादा छ क्या हामी यहाँ ट्रमा सेन्टर सञ्चालन गर्ने भनेको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै हो अब अघिल्लो पटक हामीले बजेटमा व्यापक माग्यौँ कि ट्रमा सेन्टर सबभन्दा बढी के हुन्छ भने मान्छे घाइते हुन्छ कसैको हात भाँचिन्छ कसैको खुट्टा भाँचिन्छ खोजी पत्रकारिता र पत्रकारको यो विषय मलाई थाहा थियो तपाईँले उठाउनु भयो धन्यवाद छ सरकारले चाहिँ कि त प्राइभेट सेक्टरको मिडिया सबै बन्द गर्नु पर्यो नचला भनेर ल्याउनु पऱ्यो नि त एन चलाइसकेपछि उनलाई बाँच्ने आधार दिनु परेन यो सरकार त महान सरकार हो नि किनभने गरिबको इन्सुरेन्स काटेर बुलिबस चलाउँछु भन्ने सरकार हो होइन सदनमा उठाउनुभन्दा पहिला पत्र उठाउँछु तर के भने पहिला पत्रकार चाहिँ साँच्चै हुन् कि होइनन् भन्ने नै म कन्फ्युजमा छु के पहिलो कुरा त सुकुम्बासी वास्तविकको हुन् उनीहरूलाई पहिचान गरेर जग्गा दिन्छु भनेको छ सरकारले त्यो दियोस् वास्तविक सुकुम्बासीलाई त्यो राम्रो काम हो फेरि सरकारले सबै नराम्रो काम गर्यो भन्ने विषयवस्तु पनि होइन तर हुकुमबासी उनके सुकुम्बासी हुन् भनेर पहिचान गर्नु पर्यो फेरि यो देश सबको साझा हो यो जग्गा जमिन भनेको कसैकोले जन्मिँदै ल्याएको होइन हिजो उनीहरूका सन्तानहरू बाठा थिए उनीहरूले जग्गा बढी नापे जग्गा त कसैले जन्मजात ल्याएर आउने होइन नि त उही नेपालकै जग्गा त हो जसका आज टन्नै जग्गा छन् उनका सन्तानहरू बाठो थिए उनका पुर्खाहरू बाठो थिए उनीहरूले बढी नापे जो आज सुकुम्बासी भएका छन् उनीहरूका पुर्खाले नाप्न सकेनन् भने उनीहरू यो देशका नागरिक हुन् कि होइन उनीहरूको पनि यो देशमा बाँच्ने अधिकार छ त्यो अधिकार सरकारले सुनिश्चित गर्नुपर्छ हुकुमबासीलाई विस्थापितै गर्नुपर्छ सुकुम्बासीलाई चाहिँ सरकारले व्यवस्थापन गर्नुपर्छ हामीले पटक पटक उठाएका पनि छौँ र सरकारले चाहिँ व्यवस्थापन गर्छौँ भनेको छ र अनि अर्को सहकारी पैसा दियो भन्छन् अनि जीवी राई चाहिँ कहाँ छन् भनेर आजकल खोज्ने बेला आएछ कता छन् कुनै जीवी राई सरकार त 100 दिन भयो जीवी राई त ल्याइदिया भए हुन्थ्यो हामी पनि खोजिरहेछौँ भेट्दैनौँ सत्तापक्ष होइन त्यो भए हुनाले त्यो चाहिँ सत्तापक्षका सांसदलाई सोधिदिनु होला जीवी राई कहाँ छन् भनेर सभापतिज्यूलाई सोधियो हामीले होइन त्यो त ल्याउनु पर्यो नि त किनभने फेरि नेपालको कानुनै उल्लङ्घन गरेर जीवी राईको मुद्दा फिर्ता लगियो जस्तै के गरियो भनेपछि सुन्नुहोस् 2 वा 2 जनाभन्दा बढी मान्छे मिलेर सङ्गठित अपराध गरेको यदि 2 वा 2 जनाभन्दा बढी मिलेर आर्थिक अपरचलन हुने गरेर कुनै अपराध गरेका छन् भने त्यो सङ्गठित अपराध भनेर नेपालको कानुनले भन्छ त्यो कानुन पास गरेका छौँ हामीले तर जीवी राईको मुद्दा चाहिँ फिर्ता भयो सङ्गठित अपराधबाट भने यो चाहिँ के हो त्यो भए हुन अहिले पनि म अपिल गर्न के चाहन्छु भने सरकारको विरोध गरेको होइन साथी हो हेर्नुहोस् यो जनताले चाहिँ नयाँ साथीहरूले केही राम्रो काम गर्छन् कि भनेर भोट हालेका हुन् हामीलाई पनि जिताएका हुन् हामीले पनि पाइ कदम चालेर गर्नुपर्छ आफ्ना र पराया छुटाउनु हुँदैन र अहिले त के भयो बिचराहरूलाई भने अब संसद जस्तो रहेन अब सांसदहरूको बोली पनि अब तपाईँको कन्ट्रोल गर्ने भनेपछि सेन्सर अब यो त चलचित्र विकास बोर्ड जस्तै भयो अब बिचरा कहिलेकाहीँ लाग्छ मलाई त्यो धन्नै तपाईँको साथीहरूलाई धन्न थिए कसरी बस्छन् होला जस्तो लाग्छ मलाई अब बोल्न पनि पहिला सोधेर बोल्ने भनेपछि त यो त हिटलर छ है कराएर हुन्छ कि दौडेर हुन्छ कि लडेर हुन्छ कि बजेट पार्ने हो र अहिले अब बजेट आएको छ जस्तो बाटोहरू बन्ने कामहरू सुरु हुँदैछ 5वटा काम चाहिँ मैले मेरो क्षेत्रमा यो गरेँ भनेर भन्दा के भन्नु होइन अब अहिले पहिलो कुरा पत्रकार साथीहरूलाई म चाहिँ के अपिल गर्न चाहन्छु भने सांसद र मन्त्री चिनेनन् कि क्या हो साथी म कार्यकारी होइन म आफ्नो ठाउँका मुद्दा ल्याएर संसदमा उठाउने हो मेरो काम र तपाईँलाई मात्र होइन नेपालका धेरै नागरिकले बुझे पनि छैन सांसद भनेको वडा अध्यक्षको बराबर पनि बजेट हुँदैन हामी कार्यकारी होइन हामीले संसदमा विधेयक बनाउने कानुन बनाउने जिताएको त्यसको अर्थ चाहिँ के लाग्छ त अब यो संविधानै गलत छ मेरो पुल बनेन बाटो अहिले समस्या के छ भने पहिलो कुरा जनताले हामीलाई तपाईँको पञ्चायतकालको सांसद सम्झिन्छन् हामी हौँ गणतन्त्रका सांसद अब यो जनता र हामी बिचको बुझाइ पनि फरक छ बिचरा किनभने सांसदको के काम छ त सांसदले नीति बनाउने कुरामा हामी अग्रसर हुने हो तर अब आफ्नो जिल्लाको हकमा बजेट पर्दाखेरि हामीले बजेटका लागि पहल गर्ने हो त्यो पहल गरेका छौँ र कोही मान्छेलाई गाह्रो अप्ठ्यारो पर्यो भने आज पनि हाम्रो फोन अन छ उद्धार कार्य गरिराखेका छौँ र अर्को कुरा सुन्नुहोस् अर्को कुरा के हो भने अब टेलिकम्युनिकेसनमा नयाँ टावरहरू बनाउने प्रक्रिया अन्तिम भएको छ गलत ठाउँमा गरिरहेको थियो टेलिकमले हामी गएर सही ठाउँमा फेरि बनाउने गरेर 5वटा नयाँ टावरहरू बनाउने कुरा अगाडि बढाइराखेका छौँ खानेपानीको जुगौँदेखि तपाईँको धौलीघाट खानेपानी आयोजना अल्पत्र थियो अस्ति डिआइजीलाई पठाएर
त्यसको मुहानै चेन्ज गरेर पनि जुम्ली जनतालाई 1.5 वर्षमा पानी खुवाउने भनेर अहिले नयाँ बजेट हालेकै छौँ। अब ठाउँ गरेका छौँ। अब यो चाहिँ एक दिन प्रेस मिट गरेरै बनाउँला। आफूले जति सकिन्छ त्यति गरेका छौँ हैन। उहाँहरूले त घर छेउको कुलो बनोस्, घर छेउको मेरो सानो यो खुड्किलो बनोस् भनेर चाहिँ जसले बनाउनुहुन्छ उहाँले भोट दिनुभएको छ। दिँदैनन् तर जनताले। तपाईँहरूले चाहिँ जनता बाटो के छन्। गर्नुहुन्छ? जनता होइन जनता तपाईँ जस्तो लाटो छैनन्। घर छेउको कुलो स्थानीय सरकारले बनाउँछ भनेर जनतालाई थाहा छ। बरु तपाईँलाई थाहा रहन्छ, जनताले गएर सोध्नु होला। हस्, धन्यवाद।